कुकुरलाई हानिरहेछ यस्तो सम्झिनेहरू छ पुरै मस्केर छ मलाई हेर्दा यता भाइ दुई फेरि अर्कै धुनमा सबैजना रेडी हुँदैछ यता भनेको यो चाहिँ टिकटक होइन भ्लग हो क्या गाइस तपाईँहरूलाई थाहा भइसकेको होला कि अब म आज चाहिँ भ्लग बनाउन जाँदैछु होइन अब भ्लग चाहिँ अब एकदम राम्रो नै भएको छ हेरिदिनु होला लास्टसम्म वाच गरिदिनु होला क्या लास्टसम्म वाच गरेपछि चाहिँ अब के कस्तो हुन्छ कमेन्ट बक्समा गएर अब कमेन्ट गर्नु होला वेलकम माई न्यू भ्लग अहिले चाहिँ म चाहिँ भर्खर उठेर अब चिया खाएर अब घरमा कोही छैन रहेछ अनि ढिलो उठ्यो क्या रातभरि अब भोलि भ्लग बनाउनुपर्छ भनेर सोचिरहेको थिएँ अनि त्यही कुराले अब सुत्नु सकेन बिहान चाहिँ अब उठ्नु सकेन होइन त्यति हो कुरा चाहिँ दो डाँडामा बसेर घाम तापिरहेको छु क्या अनि अब घाँस काट्न जानु लाग्यो अनि यो चाहिँ मेरो गाइज फर्स्ट भ्लग हो क्या भ्लग कस्तो हुन्छ अब बनाउँदै जाउँ हेरौँ अब होइन अनि घरमा कोही छैन रहेछ भाइ रहेछ यता डुल्दै परतिर अनि भाइ चाहिँ घाँस काट्ने काट्दैन अब के भन्नु त होइन नकाट्ने मान्छेलाई अब म चाहिँ अलिक सोझो पऱ्यो घाँस काट्नु लगाइहाल्छ तर कोही छैन घरमा अनि घाँस काट्नु परिहाल्यो मम्मी नि अब उँभो देउराली जाने रे खै के काम छ ल है गाइस म चाहिँ माथि आइपुगेँ घरभन्दा माथि डाँडामा अनि घाँस काट्नु आँटेको अब बिहान बिहानै स्वर पनि राम्रो हुँदैन रहेछ अब यस्तै भयो भरे दिउँसो चाहिँ राम्रो हुन्छ होला अब म चाहिँ घाँस काट्नु आँटेको गाइस एकछिन हेर्नु होला घाँस सास पनि काटेर हिँडेको गाइस होइन बाख्राको बच्चाहरू आम्मामा गाइस आज चाहिँ लोछार चाहिँ यहाँ भवनमा मनाउँछ त्यो माथिको घरमा अनि म पनि त्यहाँ एकछिन भिडियो सिडियो गरेर आएको उदो किनभने बोल्नु थियो तर त्यहाँ नसुनेर यहाँ उदो आएको हो क्या अलिअलि गीत सुनिरहेको छ अनि त्यहाँ उपरले अलिक डिस्टर्ब गरेर म यहाँ आएको अनि त्यहाँतिर चाहिँ पुरा धुमधाम तयारी हुँदैछ क्या लोछारको चाहिँ एकदम तयारी चाहिँ जारी छ मासु चाहिँ रागाको हो अनि रागाको नखानेलाई चाहिँ छुट्टै कुखुराको नि व्यवस्था गरेको छ अनि हुपर पनि बजाउँदैछ क्या यहाँ चाहिँ हुपर बजाएर पुरा धुमधाम होइन बाजे चाहिँ अब नाच्न अहिलेदेखि जोसिसक्नुभयो तयारी जारी छ अब गाउँठाउँमा यस्तै हो होइन छैन आज पिकनिक खाएको जस्तो भोज खाएको जस्तो भइरहेछ अहिले त मलाई त कस्तो क्या खासमा चाहिँ यो काटमार गर्नु नहुने हो लोछारमा तर पनि हिजै लामाहरू चाहिँ पढाइसकेको रे हिजोको सायद थियो अरे आजको सायद छैन अरे अनि आज काटमार गर्दा हुन्छ अरे अहिलेको उयो नयाँ रुल अनुसार भनेर अब यसो बनाएको नि यहाँ पकाउँदैछ मासु त यता पोले गइरहेछ नि सेकुवा पो यता ल गाइस सेकुवा नि रेडी हुँदैछ अहिलेको लागि हुन्छ मामा चाहिँ अब सेकुवा पोल्दै हुनुहुन्छ अब एकछिनमा खानुपर्छ गाइस होइन मासु चाहिँ भरेको लागि हो क्या भरे मात्रै खानुपर्छ अब सबैजना भेला भएपछि मासु चाहिँ गाइस उद्धो चाहिँ पारादेखिको मान्छेहरू अरे आलु लगेर जाँदै हुनुहुन्छ हामी चाहिँ यहाँ चाहिँ त्यो सात कुनामा कुन कुनामा लोछार मनाउनु परेको छ गाइस होइन तर थाहै छैन नि त यो ठाउँको मान्छेलाई अब लोछार मनाउने कसरी हो मेन तरिका अब यो ठाउँमा चाहिँ हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि अब सुन्दा अब अचम्म लाग्ला अब यो ठाउँमा लोछार मनाउने तरिका यसरी हो क्या अब भोज भातेर मासु भात खानुभयो भने सक्यो पुरै बच्चा भनेको चाहिँ हामी दुई मात्रै हो कि गाइज अनि हामी दुई चाहिँ यता अब ठुलोहरू त मज गर्ने भइहाल्यो हामी दुई नै यता डिउ खाएर मज गर्दैछौँ क्या ल गाइस अब चाहिँ मासु खाने योजनामा सेकुवा अतिथिहरू आजको अतिथि जाति नि अनफेयर क्याङ भइसक्यो छ भेट्यो बल्ल यार बिहान पऱ्यो म त खोज्दा अहिले चाहिँ घरबाट आएको अब हामी चाहिँ जाँदैछ होइन पुग्नु आँट्यो बिहान चाहिँ कोही थिएन अहिले त मान्छे त टन्ना रहेछ क्या यहाँ चाहिँ अहिले चाहिँ आमा सम्महरू पनि बिहान चाहिँ कोही थिएन नि त अहिले चाहिँ अलिअलि भिडभाड हुँदै जाँदैछ है यता चाहिँ सम्झिनेहरू छ पुरै मस्केर छ मलाई हेर्दा यता
एउटा फोनमा झुन्डेर छ साथीहरू एउटा खतरा डाइलग भन् त वकील साहब हैं क्या आपके पास बहुत नानी खतरा खेल खतरा भाइहरू चाहिँ सधैँ व्यस्त क्या डाँडामा बस्नु थालेपछि त चाकोलेको थाहा हुँदैन साथीहरूको आइडी चाहिँ खतरा छ क्या खतरा मान्नै पर्छ 1,20,000 ए दाइ यता चाहिँ गाइजहरू उतो डाँडामा बसेर नेट चलाउँदैछ है वाइफाई डाटा लु भविष्यको कर्णधारहरू बल्गर भ्लग बनाउँदा नि वास्ता नगर भनेको छ नि त अघि मैले के यहाँ चाहिँ बहिनीहरू खेल्दैछ क्या पुरा कति मजाले होइन कति राम्रोहरू छ यहाँ सबै सानोहरू देख्छ तर त्योभन्दा नि सानो बहिनीहरू नि छ क्या कस्तो राम्रो देख्छ झन् दाजु चाहिँ आज हेरेछ साथीहरू आम्मै के भन्नु र यस्तो हालतमा त यता किचनमा चाहिँ साथीहरू है अघिदेखि बसेकै छ के गर्छ कि त्यो यता बाजुहरू बसेर गफ गर्दैछ फेरि रमाइलो गाउँघरमा यस्तै हो के भन्नु र यता फेरि बाजाहरू अर्कै धुनमा यता खानेहरू अर्कै धुनमा धुन त बाजाको होइन आजको धुन आइसक्यो यहाँ मान्छेको यता फेरि जेन्जीहरू अर्कै धुनमा डाँडामा बसेर तोप कसरी हान्ने भनेर त्यहाँ सल्लाह गर्दैछ भाइ दुईले चाहिँ बचपनकै याद दिलायो यार है गाई चाहिँ यस्तै छ होइन गाउँघर भनेको यस्तै हो अब कुर्सीमा बस्ने कुर्सीमै छ उठेर बस्ने उठेरै छ के भन्नु र अरू त यस्तै छ पारा गाउँघरमा अब चल्दैछ लोछार मेला यसो भान्सामा छिरेको यसो मासु नि पाकेछ अनि साथीहरू चाहिँ आगो तापिरहँदो रहेछ अनि गाउँको सबै मान्छेले यति मासुले त के को पुग्ला तर इच्छुक जतिले अब खाइहाल्नेछ अब नखानेलाई अब कसले कर गरिबस्छ होइन अब चाहिँ गाइस भात खानु आँटेको कि अनि अब भात खानेहरूलाई चाहिँ अब दिने अरे अनि अब दिन आँटै छ अब यहाँ मासु खानेलाई मासु अब अन्डा खानेलाई अन्डा मासु नि अब थरीको छ रागाको होइन कुखुराको सबै छ क्या हामीलाई झोला भएन थाको म एक्लैले खाएको यो सबै यहाँ चाहिँ खाना खाने कार्यक्रम जारी छ होइन अब हड्डी खानेलाई हड्डी खाने कि मासु खाने भनेर सल्लाह गर्दैछ या त्यहाँ सबैजना सल्लाह गर्दै खाँदैछ भित्र चाहिँ टानाटानी टिकटक बनाउँदै बहिनीले जिस्काउँदैछ मलाई दाइ चाहिँ अब नाच्नुपर्छ उपर लिएर आएको छ होइन यहाँ दाइले बहिनी चाहिँ हेर्दैछ यहाँ जिस्काउँछ लास्ट पाराले बहिनीले कसेर जिस्काउँछ है मलाई सधैँ सबैजना रेडी हुँदैछ यता गाइजहरू यता टिकटकरहरू थुमाथाम टिकटक बनाउँदैछ क्या यता चाहिँ आम्मामा के भन्नु यस्तो पारा खोले होइन भात यो भाइ सानोले अघिदेखि मलाई टिकटक देखाउन टिकटकमा भनेको यो चाहिँ टिकटक होइन भ्लग हो क्या ऊ एकदम राम्रो छ क्या ज्ञानी भाइ ए बहिनी रामा चाहिँ ए भिडियो पो भएछ थुक्का पकाइ लु यतिको चाहिँ हुनु पऱ्यो क्या गाइस अब मोबाइलमै डाइस खेल्नु पऱ्यो सिता के चाहियो र त्यो भन्न अरू त होइन यस्तो सुविधा आयो सिता खेल्दैछ यता अब नोट निकाल्यो नोट यता 5 रुपियाँदेखि स्टार्ट गरौँ है गाइस 5 रुपियाँदेखि 5, 10, 15, 20, 25, 30, 40, 50, 60, 65 अनि त आउँदैन दाइले जित्यो 100 रुपियाँ जित्यो त्यहाँ 100 रुपियाँ इटा र बुर्जा लास्ट क्या भ्लग बनाएको सबैजना क्यामेरातिर त हेरेको कोही बोले पो यहाँ आफ्नै धुनमा देखेको जस्तो नि गर्दैन यार गाइस के भन्नु मेरो पीडा कसले सुन्छ र ल मामा राम्रो खेल्नु सानोले जित्यो
भत्कर हेर्नु न गाइस यो भाइ सानो लास्टै बदमास रहेछ अघिदेखि यस्तो हेरिरहेको छु क्या मैले यस्तो बदमास रहेछ नि यो भाइ सानो म त अघि नि छक्कै परेँ क्या यो भाइ देख्दै म यो सानो भाइ क्या त्यो छेउको ऊ अहिले नि के गर्दैछ ऊ कुकुरलाई हानिरहेछ यस्तोमा कस्तो खतरा छ है यो सानो भाइ पनि आमामा ऊ खेद्दैछ पुरा यतिको चाहिँ हुनु पऱ्यो क्या मान्छे भएपछि होइन अब म चाहिँ भवनभित्र हेर्दैछु क्या भवनभित्र के रहेछ यो भित्र हामी जोख्ने चिज छ क्या त्यो के भन्छ तराजु कि के जति के भन्छ टाइम मिटर के भन्छ यो भित्र छ क्या यो भित्र थियो कता थियो खोज्नुपर्छ यहाँ नाला रहेछ यता होला यो भित्र छ क्या यता त छैन रहेछ यो सोलर यो भाँडाकुँडा छ यस्तो यो भवनभित्र मादल पनि छ यो यस्तो छ सबै छ यो भित्र यो के हो यही हो लाइटिङ ज्यालेन चाहिँ के रहेछ भित्र जोख्ने चिज हो क्या यो मान्छे जोख्ने कति केजीको कि के मासको भएछ भनेर यो हेर्ने चिज हो क्या तर बिग्रेछ या गाइस पहिला कस्तो खतरा थियो बिग्रेछ छोडिदेऊ साथी होस् आऊ जाउँ होस् छोडिदेऊ अहिले कारमा दुःख मात्रै पर्छ आउन होस् जाउँ यहाँबाट देख्दो रहेछ यो केटीहरूको तमासा हेर्नु न गाइस पुरा अघिदेखि 2-3 घन्टा भइसक्यो यो भित्र मात्रै बस्छ बाहिर देख्यो भने कुन चाहिँ टिपेर लैजाला जत्तिकै यिनीहरू यस्तो छ क्या गाइस यस्तो हाम्रो गाउँको केटी जस्तो के भन्नु लजाउने कोही छैन यहाँबाट हेरेको यो चाहिँ भवनको झ्यालबाट हेरेको भ्यू छ क्या यस्तो देख्दो रहेछ राम्रै देख्दो रहेछ ठिकै देख्दो रहेछ यहाँबाट पनि अब सबैजना कोही मेहमान भएर कोही आसमान भएर बसिरहनु भएको छ टेबलमा बसेर होइन गल्यो रे अब भुइँतिर बसेर अब थालेछ फेरि डाइस नै यतिको चाहिँ हुनु पऱ्यो म गाइस यो गीतले गर्दा चाहिँ मेरो भोइस चाहिँ अब सुनिरहेको छैन तर पनि अब अलिअलि सुन्छ होला होइन तर मलाई चाहिँ आज के भयो भन्दाखेरि लोछार जस्तै लागिरहेको छैन म फर्स्टचोटि यस्तो लोछारमा चाहिँ अब मनाउँदैछु फर्स्टचोटि होइन फर्स्ट भ्लगमा होइन अब यस्तै होला अब नाच्दै जाने अब एकछिनमा के हुन्छ के गर्दै जाने होइन अब यहाँतिर कोही नाच्नु सक्नुभएको छ कोही रामिता हेर्दै हुनुहुन्छ कोही चाहिँ अब नाच्नु लाग्दै हुनुहुन्छ हामी चाहिँ एकछिन हेर्छौँ यहाँ अब बाबुबाजेहरू नाच्दै हुनुहुन्छ अनि आमाहरू पनि नाच्नु थालिसकेको छ अब म पनि एकछिनमा नाच्छु म पनि भन्दा पनि सबै साथीहरू आएन क्या मसँग नाच्नुलाई यहाँहरू भन्दा पनि साथी आएपछि ला बाख्रा निस्केछ सबै होइन दिनभरि अब लोचारमा बिजी व्यस्त भइबस्यो बाख्रा चाहिँ पुरा यस्तो पाराले अगाएर नि मर्नु आँटेछ बाख्रा त कहाँबाट निस्क्यो त्यस्तो छ बिचबाटै निस्केछ यस्तो छ बाख्राको हालत अनि परबाट जहाँबाट निस्किएको थियो त्यहीँबाट छिर यहाँबाट छिर्छ क्या गाइस बाख्रा आज त यस्तो बाख्रा पनि बिस्तारै यसको त पेटै ठुलो रहेछ छिर्दैन त छिर्दो रहेछ बाख्राहरू चाहिँ ल है गाइस बल्ल बनायो यस्तो बनाइराख्यो मैले बाख्राको खोर चाहिँ बिग्रेको थियो नि त भत्किएको थियो बाख्राहरू चाहिँ पुरा हेर्दैछ म चाहिँ अब गाइस क्या गाइस यस्तो छ दिमागै ह्याङ हुन्छ कस्तो मोबाइलको पनि ब्याट्री सकेछ क्या त्यो नाच्दै त्यो नाचेको भिडियो हामी नाचेको भिडियो गर्नै पाएन पछाडिको भिडियो त्यो भन्नु पछाडिको राम्रो भिडियोहरू त गर्नै पाएन क्या कस्तो मोबाइलको ब्याट्री सकेर अब आजको लागि यति नै छोडिदिउँ पछि चाहिँ अब त्यस्तो गल्तीहरू दोहोऱ्याउने छैन मोबाइल चाहिँ फुल चार्ज गरेर लान्छु क्या यो अघि नि भन्यो जस्तो लाग्थ्यो तर भन्यो कि भनेन थाहा भएन अब मेरो दिमागै ह्याङ भइसक्यो रात परिसक्यो यो बिहानदेखि हिजो सुत्नै पाएन सोच्दा भ्लग बनाउनु पर्छ भनेर यस्तो दिमागै ह्याङ भइसक्यो गाइजहरू मैले चाहिँ आफ्नै भिडियोलाई अब एडिट गर्दा यस्तो के गर्दा हेरेँ होइन आफूलाई नै चित्त बुझ्दो नै भएन तर ठिकै छ अब साथीहरूले नि भनेको थियो क्या सुरुमा त राम्रो हुँदैन अब पछि राम्रो हुँदै जान्छ रे त्यस्तै भनेर चाहिँ मैले बनाएको साथीहरूले गर्दै बनाएको हो क्या यो भ्लग चाहिँ विशेष गरेर चाहिँ अब मैले अस्तितिरदेखि बनाऊँ भनेको यो भ्लग चाहिँ अनि साथीहरूले चाहिँ त्यही सोनाम लोछार छ सोनाम लोछारको दिनदेखि स्टार्ट गर तेरो राम्रो हुन्छ भन्यो अनि कुरै सक्यो नि त गाइस अब भिडियो सिडियो भनेको त त्यस्तै हो होइन राम्रो त
छैन जसको पनि हुँदैन सुरुमा त राम्रो त तर होला कसैको तर मेरो राम्रो छैन नि त कुरै सक्यो नि त त्यति भनेपछि अनि मेरो भिडियो राम्रो नहुनुको अर्को कारण भनेको चाहिँ अब मैले चाहिँ मोबाइलबाटै भिडियो बनाइरहेको छु नि त र यो भिडियोमा चाहिँ म एकजनाको मात्रै भोइस छ नि त अब मलाई थाहा थिएन नि त साथीहरूलाई नि बोलाउनुपर्छ यस्तो भन्ने आज कस्तो खल्लो भ्लग लाग्यो क्या मलाई आफूलाई हेर्दा पनि अनि अब भोलिदेखि चाहिँ म अब साथीलाई नि बोल्नु लाउँछु क्या यसो साथीहरूसँग गफ गरेको त्यस्तो भ्लग बनाउँछु आज चाहिँ एकहोरो म मात्रै बोलेको भ्लग रहेछ क्या अघि मैले हेरेँ अब मैले जानेको कुरा चाहिँ त्यो भएन गाइज तर तपाईँहरूले जानेको कुरा यो भ्लग हेरेर चाहिँ होइन तपाईँहरूले के कुरा जानेको छ त्यो कुरा चाहिँ कमेन्ट बक्समा चाहिँ छोड्नु होला अनि सबैजनालाई अब सोनाम लोछारको चाहिँ शुभकामना छ अब यो भिडियो चाहिँ आजको आजै चाहिँ अब तपाईँहरूले भ्यू गर्दैन मलाई थाहा छ तर आज भ्यू नगरे पनि आजकै दिनबाट भोलि आएर त भ्यू गर्ने हो नि त अनि भोलिको दिनमा पनि तपाईँहरूलाई सोनाम लोछारको शुभकामना छ यो भ्लग चाहिँ मैले सोनाम लोछारको दिन हालेको यो कुरा चाहिँ म सधैँ सम्झिनेछु गाइज अब सुरुमै भन्नुपर्ने अब लास्टमा आएर लाइक कमेन्ट गर भन्नुपर्ने अवस्था आएको छ यस्तो छ मेरो गिदी छैन दिमाग छैन होइन अनि अब ठिकै छ अब अहिले भने पनि अब गर्नु त गर्नुहुन्छ थाहा छ अब हेरिदिएपछि त गरिहाल्नुहुन्छ आज चाहिँ के थियो त्यो काटमार भएको जस्तो देखिन्थ्यो होइन मलाई नि थाहा थिएन नि त अब लोछारमा त्यस्तो हुन्छ अब भैँसी काटेर खुवाउँछ भन्ने थाहा भएको म जाँदैन थिएँ नि त मेरो त भ्लगको त बेजेत भयो नि त आज होइन अब कहिले चाहिँ आधी भ्लग हेरेर भरे फेरि यसो बेजेत हान्यो भने त म त मर्यो त होइन अनि त्यो भ्लग बनाउँदा चाहिँ अब त्यो मासु भात चाहिँ किनभने अब मैले नि पछि सोध्यो क्या हिजै पढाएको रे लामा भन्दा पनि अब सायद चाहिँ हिजोको थियो अरे आज सायदै छैन रे लामालाई पनि सायद हुनुपर्दो रहेछ अनि म चाहिँ फर्स्टचोटि हो क्या यस्तो भ्लग मगाएको पनि भ्लग बनाएको पनि अनि यस्तो के अरे लोछार बनाएको पनि फर्स्टचोटि हो क्या अनि त्यस्तै हो अब मासु भात किन खाएको त भन्दाखेरि धार्मिक सहिष्णु त कायम भएको कारण नै मासु भात खाएको हो होइन दसैँमा पनि त अब मासु भात खानै पर्छ भन्ने कुरा छैन नि त अब भयो भने खाएँ भएन भने नखाने त्यति हो कुरा अब मेरो आज टाउको दुखेर छ या धेर बोलेर अब आफूलाई नै नराम्रो देख्नु थालिसक्यो यस्तो क्यामेरामा हेर्दा तर राम्रै छ है म चाहिँ देश राम्रै छ अब तपाईँहरूले नराम्रो देखे पनि अब राम्रै देख्छ मेरो साथीहरूले राम्रै देख्छ लाइक कमेन्ट चाहिँ गर्नु है साथीहरू लाइक कमेन्ट गर्नु आजको लागि भ्लग यति नै